हेलो गाइज, आज चाहिँ हामी होइन घुम्न निस्केको छु। आज स्याटरडे पनि हो अनि त्यो भएको कारणले फेरि अब यो भिडियो हाल्दा कहिले हुने हो त्यो थाहा छैन, तर आज चाहिँ स्याटरडे अनि अब निस्किन्छौँ। कहाँ जाने पनि थाहा छैन फेरि, किनभने साथीहरूसँग कम्बाइन्ड डिसिसन गरेर एक ठाउँमा त जाने नै हो। त्यही भएर होइन अब त्यो चाहिँ साथीहरू सबै कलेक्ट भइसकेपछि थाहा हुन्छ। त्यही भएर आज चाहिँ हामी घुम्ने प्लानिङ छ। कहाँ जान्छौँ पुरै भिडियो हेरेर तपाईँहरूलाई साथ सहयोग गरिदिउँ है त। म ठ्याक्कै त्यहाँ आइपुगेँ अनि म पनि जान्छु भन्छ अनि आज हामी यस्तो तपाईँ इन्जोय होइन चाहिँ साथी हो। काजीमा अगाडि पुरा कुद्दै छ। हाम्रो कालुपाण्डे डाँडा आज हाम्रो कालुपाण्डे पार्क भन्ने के डाँडा हुन्छ, पार्कै हुन्छ। Turn right. बाइकको चेन टाइट गर्नु पर्यो भन्छ काजी। के भयो काजी? ए चेन टाइट गर्दैछ। सुकुर टक्क हेलमेट लगाएर आएको बसेछ। म चाहिँ यस्तो छु पारा होइन, म नि घुम्दै जस्तो छु। क्या हो ल अलि लामो काजी पुरै यस्तो रेडी अवस्थामा छ। म पनि छु होइन। अब पार्किङ गरेर साथीहरू यस्तो पारामा छ नि। कालुपाण्डे समाधि माथि पुग्यो नि हो। म त हेरेर आइसकेँ होइन, तर पनि अब साथीहरूलाई म त्यतिको त गर्छु। मलाई चिसो भएर टोपी पनि लगाइसकेँ पारा। हामी चाहिँ यहाँ ठ्याक्कै कालुपाण्डेमा आइपुग्यौँ होइन। तर धेरै गाह्रो चाहिँ आउनलाई, झ्याउ उकालो बाटो। अब एकछिन यहाँ भिडियोहरू कैद गर्छु। केटाहरू यहाँ आउँदैछन्। टावर रहेछ, भ्यू टावर। अब यत्रो डाँडामा आएर नि भ्यू टावर के चढ्नु, यहाँबाट त्यहाँबाट देखिन्छ, सबै यहीँबाट देखिन्छ। काठमाडौँ उपत्यका घारा त यत्रो देखिन्छ यार। धरहरा अब हामी
फर्किँदैछु होइन। काजी अब यो अनुहार देखाउनु भएन भनेर सबैले चिन्छन् भनेर चिने मान्छे छन् कि भनेर हेलमेट खोला होइन। अब हामी चाहिँ रिटर्न टु ब्याक केटिएम सिटी। काजी पनि आफ्नै पारामा छ फेरि झन्डै। अब भिडियो आइहाल्छ यहाँ फेरि एउटा दह छ अरे इन्द्र दह पनि त्यो हेरेर हामी चाहिँ रिटर्न टु ब्याक हुने हो कि कस्तो रहेछ दह चाहिँ हेर्नु पऱ्यो भनेर लागिरहेको छ यता इन्द्र दह। ए पानी रहेछ दह मात्र छ क्या हो काजी? लो नाग देवता रहेछन्। जय होस् नाग देवता। ए यिनीहरू दहमा नाग देवता रहेछन्। लो परमेश्वरी नाग देवताले रक्षा गरे। यी धारो जति सबै सुकिसकेछ। यस्तो छ। सुकुमा नमस्कार गरेर नाग देवतालाई म चाहिँ परमेश्वर रक्षा गर भएर भक्तिभाव गरेर नला सद्बुद्धि देऊ परमेश्वरी है त। पानी चाहिँ छैन। को भिजिट पनि सक्यो। काजी मास्कले हेलमेट खोले छैन अहिलेसम्म। जाडो एकदम जाडो हिउँ परिरहेछ त्यही भएर चाहिँ हिउँ त परेन काजी। तराईमा बसेको मान्छेलाई यतिको चिसोले त सातै उडाउने रहेछ ल। बर्दियाको गर्मी खाएको काजी यहाँको अलिअलि हावाले अलिक फुस्रो फुस्रो माटो सुकुजी उता तयारीमा। अब मै राइड गर्ने त होला नि होइन। ल काजी रेडी भयो। सुकु पनि तयारी म पनि तयारी। ओके।